वेलकम टु माई भिडियो गाइज। आज म जान लागिरहेको छु कोटारी होइन मामा घर दसैँको टाइममा होइन। अनि होइन त्यहाँ कस्तो बोल्ने होइन कि अब त्यहाँनिर जान लागिरहेको छु अनि जान लागेपछि के हुन्छ सबैजना होइन। अनि ब्लग गरिदिनु ल, त्यसपछि थाहा हुनेछ के हुन्छ के हुँदैन है। लेट्स गो गाइज। अनि 1K सब्सक्राइबर पनि सबैजना छिट्टै कम्प्लिट गरिदिनु होला है त। टार्गेट यो महिनाभित्र यो महिना नत्र अर्को महिनाभित्र सबैले नै 1K पुगाइदिनु होला जसरी भए पनि है त। अनि अहिले चाहिँ हामी देउरीतर्फ लागिरहेको छौँ होइन। देउरी बाटो ठ्याक्क म्याजिकमा चढेर ठ्याक्क गाड पुगेर गाड बाटो ठ्याक्क बस चढ्नुपर्ने हुनेछ। र त्यस्तै हाम्रो यहाँ अहिले सिरपुरमा हो, हामी चाहिँ होइन सिरपुरदेखि चाहिँ ठ्याक्कै कोटारीसम्म त्यस्तै कति घन्टा लाग्छ म है 3-4 बजीतिर पुग्ने रहेछ ठ्याक्कै। अनि त्यसपछि होइन भोलि पनि उतै बस्ने अनि हल्का रमाइलो रोइला होइन। सबैले ब्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला नबिर्सिकन है तपाईँहरू मन्थलट अप्यो होइन। म चाहिँ त्यो आइपुगिसक्यो अहिले है ठ्याक्कै अब जानु लागेको यहाँनिर। फेरि भ्यू पनि यस्तो दामी कि यहाँबाट होइन म तपाईँहरूलाई भ्यू पनि देखाइदिन्छु। अनि भ्यू देखाइसकेपछि यहाँनिर होइन। अनि आज मौसम पनि हल्का च्यालेन्जिङ छ कि यस्तो हावा चलिरहेको छ है। अनि भनौँ न शीतल छ त्यस्तो मलाई मेरो होइन। मलाई अलिक यस्तो कोल्ड टाइप मलाई भनौँ न सिजन त्यस्तो राम्रो लाग्छ प्रायः जस्तो बढी जस्तो। यहाँनिर त्यस्तै मौसम पनि भइरहेछ। यहाँ चाहिँ गाडीमा सफर गर्न एकदमै रमाइलो हुन्छ क्या यस्तो टाइममा। फाइनली आधी घन्टापछि त गाडी भेट्यो है। सुरुमा नि म्याजिक भेटेको त म्याजिक भेट्न त भेटेको थिएँ, प्याक थियो कि हल्का। अनि योबाट चाहिँ हल्का त्यस्तो मान्छेहरू थिएन। त्यसपछि हामी जाने भयौँ है त। त्यत्रो धेरै यस्तो पर्खिदियौँ नि त्यहाँनिर खुट्टै दुखिसकेको थियो। अनि त्यसपछि ल सायद आधी घन्टापछि म्याजिक पनि आयो। त्यसपछि अहिले चाहिँ हामी गाडीतर्फ गइरहेको छौँ देउरी चोकबाट। अनि फेरि होइन अनि गाईघाटमा पुगेर पनि अनि गाडीमा पुगेर पनि त्यहाँनिर अझै चढ्नुपर्ने हुनेछ फेरि अर्को गाडी। त्यसपछि चाहिँ फेरि कटारी पुग्नुपर्छ। कटारी पुगेर अनि फेरि हामी त्यहाँनिर त्यस्तै कटारी पुगेर अनि अझै पैदल पनि जानुपर्ने हुन्छ कि 15 मिनट जति छ। अनि चाहिँ त्यहाँबाट ठ्याक्कै पुगिन्छ मामा घर। यहाँ चाहिँ हावा एकदम चलिरहेको छ। हामी चाहिँ गाडीको साथै यहाँनिर बस पार्कमै ओर्लेको कि। अनि बस पार्कबाट नै यहाँनिर चढ्ने रहेछ गाडी। मलाई थाहा थिएन, म त धेरै दिनपछि जानु लागेको नि त। अनि यहाँबाट चढ्नु लागेको अब 1 बजे जाने हो। अब यहाँनिर 12 पनि बज्दैन होइन। अनि 12 पनि नबजेपछि अब त्यत्रो टाइम कुर्नु पर्ने भयो कि अलिक छिट्टै नै आयो जस्तो लागिरहेछ। मैले चाहिँ ठ्याक्कै होइन बस भेटिसकेको छु अहिले। अनि बस भेटिसकेर बसभित्र पनि चढिसकेको छु कि। अनि बसभित्र पनि चढिसक्यो। अनि त्यसपछि यहाँनिर मान्छेहरू चाहिँ प्याक भएर चाहिँ कोटारी जानको लागि भर्खरै हामी फर्स्ट लटमै हामी बस्नु भ्याइहाल्यो कि। त्यसपछि मान्छेहरू पनि टन्न आइरहेको छ अहिले होइन। मान्छेहरू टन्न आएपछि त अब त्यही हो अब छिट्टै नै जान्छ होला गाडी। अब तपाईँहरूले छिट्टै नै ब्लग देखाउन पाउनुहुन्छ मेरो। छिट्टै नै गाडी गऱ्यो भने चाहिँ है त। रेडी अहिले चाहिँ हामी यहाँबाट होइन ठ्याक्कै हिँडिसकिसक्यो भर्खर यहाँबाट होइन। यहाँबाट तेलाउनु हिँडेको अहिले। अनि त्यसपछि अहिले हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ ठ्याक्कै हिँडिसक्यो। अनि त्यसपछि यहाँबाट जानु लागेछौँ सिधा अब डाइरेक्ट त जाँदिनँ होला यहाँबाट सिधा होइन। अब पेट्रोल हाल्नु लाग्छ। अनि पेट्रोल हाल्नु लगेर चाहिँ लग्ने अरे। अनि सबैले वाच चाहिँ गरिदिनु होला है लास्टसम्म ब्लग होइन नबिर्सिकन। अब गाडीको होइन अब भ्यूहरू देखाउने राम्रो छैन नराम्रो नै आउँथ्यो। त्यसले अलिक अब सुकिहाल्यो त्यसपछि माइक आउँदैन फलोवर्स है त। आइसकेको छु होइन। अर्डर आइसक्यो। हालत पनि लास्ट आइसक्यो मलाई भनौँ न। हल्का कस्तो निन्द्रा पनि लागेन गाडीमा। हल्का उल्टी आउँदा जस्तो पनि भयो होइन। अलिक अहिले हल्का हालत चाहिँ टाइट छ होइन। अनि कस्तो भइरहेको छ कि अब यहाँ आइसकेको छौँ। चाहिँ अब कता जाने म थाहा नै छैन कि धेरै दिनपछि आएको। अनि अब मसँग जोडिरहनु होला होइन। यस्तो भिडियोहरू हेरिरहनु होला घरको भिडियोहरू सर्ट ब्लगहरू हेरिरहनुलाई चाहिँ होइन। मेरो च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला होइन। गाइजको रोज है यहाँनिर चाहिँ होइन। अनि म चाहिँ यहाँनिर आइसकेको के हो भन्दाखेरि होइन अलिक यहाँनिर चाहिँ बाटो बिर्सेँ क्या। धेरै दिनपछि यहाँ धेरै वर्षपछि आएको यहाँनिर होइन। बाटो बिर्सिदिएर आएको हो है। अनि त्यस्तै तनाव भएर चाहिँ सोध्दै हिँड्नुपर्ने अवस्था आइरहेको छ क्या यहाँनिर चाहिँ हल्का। अब पुग्दैछौँ होइन। अब
अझै अब यहाँ त आइसकेको छौँ जस्तो जस्तोरै भए पनि होइन आदत बिगारेर गाडीमा जस्तो भयो भने आइसकेको छौँ अनि त्यसपछि त यहाँबाट चाहिँ फेरि होइन बाटो अलिक गाह्रो रहेछ क्या त्यसपछि पो अब बाटो नै बिर्सिसक्यो त्यसपछि गाह्रो पऱ्यो गाइज अनि हामी चाहिँ अहिले हेर्दैछौँ होइन अहिले चाहिँ मम्मीले धेरै किनिदिनु भएछ क्या अहिले धेरै किनिसक्नु भयो खानाको लागि चाहिँ कुरमुरे होइन इटिसी पानी सानी सबै होइन पानी त सबैले दिने हाल्नुहुन्छ कुरमुरे बाहेक अरू पनि धेरै कुरा दिइसक्नु भएको छ क्या खानालाई when you have a supporting and loving mother it's easy to while traveling अलिक मिलेन होला होइन त्यही पनि when you have a supporting mother you will get in everything while traveling somewhere है यो चाहिँ सोचेको थिएँ मैले होइन यहाँबाट ठ्याक्कै 20 मिनट जति लाग्छ भनेर त्यही 20 मिनट जति हुन लागिसक्यो आएको छैन कि बाटो अझै छ भन्नुहुन्छ भन्नु चाहिँ पुग्न लाग्यो भनिरहनु भएको थियो अघिदेखि तर आएको छैन कलसम्म लास्ट टाइम भइसक्यो त्यही कारण प्याकी भइसक्यो अनि होइन सबैले च्यानललाई चाहिँ सब्सक्राइब गरिदिइराख्नु होला होइन भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला अनि छिट्टै नै म ऱ्याप सङहरू हालिरहने छु होइन म अहिले एक्टिभ हुन्छु कि पहिला मेरो हल्का हेल्थ इस्युको कारणले गर्दा मैले युट्युबलाई त्यस्तो टाइम दिन पाएको थिइनँ अनि टिकटकतिर हल्का भिडियोहरू पोस्ट गरिरहन्थेँ अब मेरो हेल्थ इस्युहरू त्यस्तो केही पनि छैन र म डेली भिडियो हालिरहने छु र होइन सबैले हेरिदिइरहनु होला अनि अर्को महिनाभित्रसम्म चाहिँ होइन म डेली त हाल्न सक्दिनँ होइन तर म हप्तामा 2-3टासम्म चाहिँ भिडियो हाल्न सक्छु कि अनि हप्तामा 2-3वटा भिडियो हाल्न सक्छु 2-3वटा भिडियो हाल्दासम्म चाहिँ अर्को महिनासम्म चाहिँ 1K चाहिँ सबैले पुऱ्याइदिनु होला है त जसरी भयो नि होइन भिडियोलाई होइन जसले हेर्नुहुन्छ त्यसले सबैले होइन सेयर गरिदिइरहनु होला क्या भिडियोलाई चाहिँ अवश्य होइन तपाईँहरूकै भाइ हो होइन भाइ जस्तो दाइ जस्तो अनि जे सम्झ्यो भने होइन सेयर चाहिँ गरिदिन नबिर्सिनु होला है त म चाहिँ यहाँनिर होइन आइसकेँ अनि आइसकेर चाहिँ म चाहिँ फुटबल ग्राउन्ड जान लागिरहेको छु कि यहाँनिर फुटबल खेल्छ भन्ने सुनेको थिएँ यस्तो अब फुटबल खेल्ने ठाउँ छ भने चाहिँ यस्तो खुट्टा सफा गर्नु पऱ्यो अब धेरै भयो फुटबल पनि नखेलेको अब धेरै पछि खेल्ने ट्राई गरिरहेको छु अब ह्यान्ड बेच चाहिँ नहोस् त्यही सोचिरहेको छु किन त्यस्तो राम्रो त खेल्दैन त्यही अब ट्राई चाहिँ हान्नु पऱ्यो अम्ला पनि सुनिरहेको छु त्यही पनि भनौँ न किपिङमा त त्यस्तो नराम्रो त छुइनँ खेल्न नआए पनि अब हेरौँ दामी रहेछ है गाउँको टाइप छ होइन कोठारी गाउँको साइडको होइन एकदम होइन गाउँको टाइप हल्का राम्रो पनि फिल लाग्ने कि गाउँले टाइप होइन हामी गाउँमै बसिरहने बानी भएर गाउँको फिल पनि एकदम राम्रो लाग्ने त्यस्तो केही पनि नराम्रो लाग्ने त छैन यहाँनिर अनि यहाँनिर डाँडाहरू पनि दामी देखिन्छ क्या एकदमै अनि त्यही भएर चाहिँ अलिक मलाई राम्रो लाग्यो कि डाँडाहरू पनि राम्रो छन् अब भ्यू पनि दामी देखिने कि झन् बिहानदेखि सूर्य उदय त्यो हुन्छ नि सनराइज देख्यो भने दामी हुने रहेछ त्यो अलिक आइफोनहरू हुनेहरूलाई चाहिँ एकदम दामी हुने रहेछ यहाँनिर अनि हामी जस्तो अब सस्तो युजरहरूलाई त त्यही हो खो यहाँ आएको त्यस्तै अब आएको होइन गाउँ यस्तो डुल्न निक्लेको भाइलाई नि होइन भाइलाई धेरै हिँडेको भाइ पनि अब हिँड्ने बानी र गाउँको बाटो पनि थाहा छैन अब होइन म चाहिँ अब आफ्नै तालमा हिँडिरहेको छु गाउँको बाटोमा तर गाउँ चाहिँ एकदम राम्रो छ अनि फुटबल खेल्ने ठाउँमा लगेको फुटबल खेल्ने ठाउँ त बच्चा त खेल्ने ठाउँ जस्तो रहेछ 6 एक्सर्साइजको पनि छैन 5 एक्सर्साइजको पनि छैन फुटबल जत्रो पनि छैन खेल्ने ठाउँ त अब त्यस्तोमा भाइले पनि खेल्नु लग्ने हो न अब केही थिएन मान्छेहरू कोही थिएन अब होइन एक्लै नि खेल्छ भने चाहिँ कहाँको कोही थिएन अब बाटोमा यत्तिकै हिँडिरहेको छु अल्छी जस्तो पनि लागिरहेको छ तर होइन अलिक भनौँ न नयाँ ठाउँ हो मेरो लागि त त्यही भएर मलाई त्यस्तो केही पनि फिल्दै भएको छैन क्या अहिले जस्ट रमाइलो नै लागिरहेको छ त्यस्तो नराम्रो पनि लागेको छैन चाहिँ होइन ठ्याक्कै खाना खाने बेला भयो अनि खाना खाने बेला भइसकेपछि आजको भ्लग चाहिँ यतिमै म इन्ड गर्छु होइन सबैले लाइक सब्सक्राइब गरिदिनु होला यो चाहिँ पार्ट 1 हो भोलि नै हुन्छ भोलि पनि अब गाउँ यस्तो मजाले सबैतिर मजाले डुब्छु अनि डुलेर के कस्तो भ्यू छ तपाईँहरूलाई देखाउने छु र सबैले हेरिदिनु होला अनि 1K सब्सक्राइबर चाहिँ होइन अर्को महिनाभित्र जस्तो नै पुरा गरिदिनु होला है त पिस आउट है